हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ म फार्ममा जाँदै नर्मली फार्ममा चाहिँ म गइ नै हुन्छु दाजुभाइको भेटघाटको लागि। तर आज चाहिँ म केही सिकाउँ फार्ममा कस्तो कामहरू हुँदो रहेछ, त्यही भएर सिकाउँ केही नयाँ स्किलहरू सिक्नको लागि। अनि यो चाहिँ म फार्ममा आइपुगेको छु। अहिले चाहिँ अगाडि के हुन्छ है त अगाडि के सिक्न सक्छु म तपाईँहरूलाई देखाउनेछु। लाग्दैन त्यो कुकुर छोडेर फार्ममा आउनु पर्यो क्या। कति क्युटी छ है। नटराइकिन लगाऊ न। मुखमै हाल्छ कि भन्ने हो कि गोबरको धारा यही नै हो। नाकको अलि राख्दा नाकको लाग्छ अब हेर्छ। एउटा लगाउन सकिनँ, मैले एउटा दुध दिन सकिनँ। तर यो एकदमै गाह्रो काम हो। कता हान्छ कि कता म कति बेला एउटा लाउन सकिनँ है। ओ माई गुडनेस। ओइ सरी एउटा फुट्यो त्यहाँ।
त्यसको लागि चाहिँ हामी हावाको हावाको पाइपको थ्रु अनि जान्छ त्यहाँ क्यानमा जम्मा हुन्छ र बहिनी एउटा त भन्छु म जेउटा लान्छ किनकि किन त गाउँमा त अडिनु भएन तर मलाई गाह्रो भयो सरी सरी गाइस सरी हजुर यसरी दुध आउँछ यसले तान्छ है अहिले यसले दुध तानिरहेको छ मेसिनले अनि यहाँबाट तानेर एउटा यो पाइपको थ्रु गरेर त्यहाँ गएर ट्याङ्कीमा जम्मा हुन्छ त्यही नै हो त्यस्तै नै हो अनि यो मनै हो यसरी अलगुड 1 नम्बरले दियो कि नै दूध दिएर जाऊ है गाइस दूध दिएर जाऊ दूध दिएर ज्ञानी भएर जाऊ कति ज्ञानी छ आइज आइज अनि आइज ल हाम्रो यस्तै चाहिँ पछि आइज आइज ए तर भित्र दादा होइन यहाँबाट त रोक यार यिनीहरू त देखाएन के गोबर आएर यहाँ बर्बाद छ है यसरी गोबर आएर है बर्बाद छ यहाँ सक्यो दाइ सक्यो ल अब यताको न्युलोट अब यहाँबाट सुरु छ म गर्छु अब यो आइरहेको छ दुध अब कति बेलासम्म 25 लिटर त यसरी दुध दुइसकेपछि उहाँहरू आफै जानुहुन्छ उहाँहरूलाई गेट खोलिदिनुपर्छ आफै जानुहुन्छ है त बस जानुहोस् धन्यवाद ल लाइन लाएर आफै जानुहुन्छ कति डिसिप्लिन हुन्छ है त अब म यहाँनिर एक वास हानिदिन्छु यो गोबराउनुपर्छ एक वास हानिदिने अनि यही नै हो यो मिल्किङको प्रोसेस चाहिँ उहाँहरूले डराउनु भयो ओहो अझै हेप्स अफ हामीले आधी बल्ल आधी पनि भ्याएको नरहेछौँ ओहो वी हेभ हिप्स अफ काउ हामीसँग अझै धेरै गौ माताहरू हुनुहुन्छ दुध दिनको लागि आमामा उतै छ म बाइकमा गएर एकपल्ट हेरेर आउँछु है हामी त म त आधी भ्याइयो होला कि भनेको अझै छ हिप्स जस म त यसो लाइफ टाइम फनको लागि एउटा केही सिकिन्छ भन्नलाई बसेको है आज सिक्नलाई अनि जस रमाइलो नै भयो बट गाईहरू चाहिँ एकदम धेरै रहेछ है अनि इट्स टु अनोइङ त्यो गोबरहरू जब मुखमा आउँला कि जस्तो हुन्छ अनि कति बेला मुखमै आउँछ कि जस्तो हुन्छ है सरी गौ माता सरी ओहो यो त एकदमै गाह्रो काम हो है यो न त्यहाँ हाम्रो उतापट्टि माउन्टेन छ
वाउ ए रोक्नु दाइ मलाई रोक्नु जानु म नि त आउँछु के ल पुरा छोडेर हिँड्दिन उतिर कहिले खाइदियो तिनवटाले ठिक छ यताको बन्द गरिदिनु पर्दैन मेरो भोकाएर चाहिँ यहाँ किन दुई टाइम मात्र हो बिहान बल्छ यहाँ चाहिँ अझै 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 खानालाई भागिरहेको नि त दुध सकिसक्यो यिनीहरूको गोटा पुरा भइसक्यो अब यिनीहरू चाहिँ यहाँ बस्छ अनि अगाडि हामी चाहिँ राखिदिने वेट 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 ल डन 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 म चाहिँ अब गाई लक गर्न नलाग्यो दाइसक्यो दाइ उहाँ पुगिसक्नु भयो है मेरो फटपट्टि स्टार्ट गर्नुपर्ने भयो अब यो भटपट्टि स्टार्ट गरेर निवल जाने अब यसको कन्डिसन पनि धराप छ गाइस ओफ द फ्याक माइट यसलाई चाहिँ न्युट्रल ओ सेट न्युट्रल त भइसक्यो अब ए न्युट्रल भइसक्यो अवस्था ए चिते लाग्यो मलाई कता गाइस होल्ड अन पछि लाग्छ मेरो मेरो फ्यानहरू है ल ल है फ्यान कलर ए त तर ल यार पानी पर्दा नि है सधैँ बस्छ नि यार यो त लगाउनु पनि ल ल ल ल ए अनि यिनीहरूलाई लिँदा नि होइन छोड है यो बच्चा पाएको रहेछ आज है ल सरी 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 तपाईँकै हो यो तपाईँकै हो तपाईँकै हो ल यो तपाईँकै हो होला तपाईँकै हो ल यो कताबाट लगाउनु भने ए यसरी पायो भने अनि यिनीहरूलाई एक दुई दिन छोडिदिने त्यो झाडो मात्रै गाह्रो हुन्छ त मात्र है पानी पऱ्यो भने त नि जुन लगाइरहेको छ माथि है अनि यही चाहिँ हाम्रो फार्म लाइफ यहीँ है हेलो हामी चाहिँ हामीलाई ट्याग लगाइदिने यसको कति नम्बरको ट्याग हो यो 67 यसलाई दुख्दैन होला र यार हस् हस् ल अब यो चाहिँ ट्याग लाउने कार्यक्रम जारी छ हाम्रो यसरी ढ्याक्क ल हात चाहिँ कान छेड्ने पियर्सिङ पियर्सिङ कुल कुल ए म समातिम पाएको बस डन 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 ल छिटो ठुलो भयो दुईतिर हो म समात्छु ल कठै ल केही भएको छैन ल केही भयो ए ए होल्ड होल्ड बस डन डन भयो सक्यो सक्यो अब तिमी दर्ता भयो तिमी हिरो भयो उठा आज हिँड्दैन यिनीहरू छोड्नु छोड्नु बस जाडो भयो होला बस है वाह ल सबैले माया गर्छ ल सबैले माया गर्छ यसलाई ल यो ग्रुपमा एक्लै छ यो बात छ ल बेबी ल सबैले माया गर्छ यसलाई जाऊ जाऊ माया गर वाह ल है हुन्छ नि त माया यिनीहरू नि आउला यिनीहरूले माया गर्ने र सबैले एकैचोटि ल आऊ आऊ यिनीहरूलाई दोको होइन दाइ आज ए सबै ए त्यसको सबै जहिले आएर यहाँ चेक गर्नु पऱ्यो एउटा दुइटा बिहाकै हुन्छ ल ल आऊ आऊ सबै ज्ञानी भएर बस्छ ल सबै ब्राउनी गाईहरू रहेछन् हाम्रो यहाँ प्याराहरू प्यारीहरू ल छैन अरू अँ ल सिकाउलो लक गर्ने हामी लक गर्दै हुनुहुन्छ अनि यहाँनिर सनसेट भइसकेको छ अँध्यारो भइसकेको छ रात परिसकेको छ अब हामी जाने रुममा घर जाने होइन अब सिधै ल अब यहाँ जुन पनि लगाइरहेको छ रात परिसक्यो अब हामी जाने घरतिर ल है लेट्स गो यो न्युट्रलमै हो फेरि है घरिघरि नि खोज्दो रहेछ त यार यसले त यार फेरि त
मैले यस्तै किक हन्डा म त यस्तै चलाएको नि त दाइ पहिला हन्डा बाइक किक हानेर सिक्यो हो यार खोइ दियो त के भयो बुढो भयो जस्तो छ के ल ल ल ल बन्द गर्नु ल चुप आवाज झर्दैन बिस्तारै आउँछु म ल अनि यहाँनिर चाहिँ अँध्यारो भइसक्यो है 6 बजेको छ अनि यहाँ चाहिँ एकदम अँध्यारो भइसक्यो हामी चाहिँ गाईलाई धुनेर फर्किँदै अगाडि अगाडि हुन्छ हाम्रो युवराज सुवेदी दाई हाम्रो फार्मको यो अपरेटर सबै फार्म चाहिँ यहाँ उहाँको अन्डरमा छ ओहो धुलो खुलाइदियो यार दाइले यार दाइ धुलो खुलाइदियो यार सेट भाइ यो हामी पार्किङमा ओए झन् त बालबाल बस्यो ब्रेकै परेछ